हाम्रा नानी बाबुहरू हाम्रो घरका नियमहरू सजिलै तोड्छन्, नियममा बस्दैनन्। हाम्रा बालबालिकाले कहिले समयमै उठ्दैनन्, गृह कार्य गर्दैनन्, पढ्न बस्दैनन्, मोबाइल बन्द गर्दैनन्, खाना खाँदैनन्, स्कुल नजान खोज्छन्, झगडा गर्छन्, झुट बोल्छन्, बोल्दा बिचैमा कुरा काट्छन्, जे नगर्नु भन्यो त्यही गर्छन्। यो हामीहरूका साझा समस्या हुन्। हामीले झट्ट हेर्दा यी सबै नियम उल्लङ्घन हुन्, तर समस्या भने होइनन्, यी सन्देश हुन्। र यसले दिने सन्देश के हुन सक्छन् भनेर म आज यहाँहरूको बीच छलफल गर्न आएको छु। यो कुरा मेरो किताब स्कुल बेच्ने बालक घरको शिक्षा लगायतमा पनि छ र किताब पढ्न नभ्याउने नसक्ने महानुभावहरूको लागि मैले यो कुरा गर्न आएको हुँ। हाम्रा बालबालिकाले नियम किन उल्लङ्घन गर्छन् त? यसका कारण छन्। पहिलो हो, नियमको अर्थ नबुझेका कारण उनीहरू नियम उल्लङ्घन गर्छन्। बच्चाले सोध्छ किन पढ्नुपर्छ, किन समयमै उठ्नुपर्छ। जब नियमको कारण उनीहरूले थाहा पाउँदैनन् भने उनीहरूलाई नियम बोझ लाग्छ अनि टेर्दैनन्। दोस्रो हो अत्यधिक नियन्त्रणको प्रतिक्रिया। गर्नुपर्छ, यो गर्नै पर्छ, यो नगर्नु भन्ने आदेश मात्र दिइराख्दाखेरि बच्चा विद्रोही बन्छ। तेस्रो हो माया र संवेदनाको अथवा संवादको कमीले पनि बालबालिकाले भनेको टेर्दैन। माया र संवादको कमी जब महसुस गर्छ उसले बुझ्छ कोही मलाई बुझ्दैन, मलाई सुन्दैन, मलाई माया गर्दैन, अनि किन मैले नियम मानिराख्नु। त्यसैले उसले नियम तोडेर आफ्नो ध्यान खिच्न खोज्छ। चौथो हो अनुकरण। घरमा कोही नियम तोड्छ भने बच्चाले पनि त्यही सिक्छ। हामी ठुलाहरूले चाहिँ निरन्तर नियम तोडिराखेका हुन्छौँ अनि बच्चालाई चाहिँ नियममा राख्न खोज्छौँ। सम्भव छैन। अब के गर्ने त? जहाँ समस्या छ त्यहाँ समाधान पनि छ। पहिलो हो नियमको अर्थ बुझाउनुस्। हामी समयमै उठ्छौँ भने दिन राम्रो बित्छ भनेर सम्झाउनुस्। पढ्नाले तिमी भविष्यमा जे चाहन्छौ त्यो बन्न सक्छौ भनेर एउटा भविष्यको आश देखाइदिनुस्। तेस्रो हो नियम बनाउँदा बच्चालाई सहभागी गराउनुस्। हामी सँगै नियम बनाऊ है भनेर सहभागी गराउनुस् र आफूले बनाएको नियम हत्तपत्त उसले तोड्दैन। बच्चाले नियमलाई आफ्नो भन्न थाल्छ। तेस्रो हो सकारात्मक अनुशासन अपनाउनुस्। गल्ती भयो भने गाली होइन समझदारी दिनुस्। तिमीले आज समयमै उठ्यो, म गर्व गर्छु, भोलि पनि यसै गर, कस्तो राम्रो आज। चौथो हो आफ्नो व्यवहार सुधार्नुहोस्। बच्चाले हेर्छ बुबा समयमै उठ्नुहुन्न, आमा झुट बोल्नुहुन्छ, अनि उसले के सिक्छ त? अभिभावक आदर्श भए बच्चा आफै सुध्रिन्छ। समस्या हामीमा छ क्या, हामीमा। म बारम्बार भन्छु हामी बच्चा असल खोज्छौँ तर हामी चाहिँ खराब बाटोमा छौँ। पहिला आफू सुधार्यौँ। तपाईँहरूलाई यही गाह्रो लाग्छ, यही तपाईँलाई वाहियात लाग्छ, बेकार लाग्छ, अनि सन्तान चाहिँ राम्रो खोज्नुहुन्छ, सम्भवै छैन। नियम तोड्ने बच्चा बिग्रिएको होइन, ऊ बुझिन्न भन्ने सङ्केत दिइरहेको हुन्छ। नियम थोपर्नु होइन, बुझाउनुपर्छ। डर देखाउनु होइन, साथ दिनुपर्छ। अनि तपाईँको सन्तान, हाम्रा छोराछोरी हामीले चाहे जस्तै हुन्छन्। र अरू भिडियो पनि म बनाउने छु तपाईँहरूको लागि। यो सुन्नु होला, लास्टसम्म सुनेर एप्लाई गर्नु होला। हामी आफै नबदलिएसम्म कोही बदलिने छैन। तपाईँ आफू बदलिनु भयो भने संसार बदलिन्छ, नत्र न तपाईँका छोराछोरी बदलिन्छन्, न समाज बदलिन्छ, न देश बदलिन्छ।
यस्तै रहन्छ। सुरुवात आफूबाटै गरौँ र यो मैले सन्देश दिइराख्नुको अर्थ हामी आफै परिमार्जन हौँ, आफै परिष्कृत हौँ, आफै असल हौँ, आफै नियम मानौँ र सन्तानलाई पनि नियम मान्न प्रोत्साहन गरौँ। धन्यवाद।